राम्रो काटेको स्वाद काटी झारेको छ क्या निली टप्पुमा त्यस्तै काट्छ आसेन त भन्नु त्यो बेटा र बिराना माग्नु के बारे न कहाँदेखि आएको टप्पुदेखि टप्पुदेखि यत्रो यत्रो यो हो अब हाम्रो पनि ल्याउनु पर्छ हामी नेपाली मात्रै टप्पु ए निकै उयो दिन्छ माग्नु के बारे मैले खाएको थिएँ नि टप्पुको होइन दिदीले पहिला केही पनि खानु हुँदैन थियो नि त अलिकति बान्छ धर्म चाहिँ मेरो लक्की बाजा आउनु मलाई चक्कु पनि दिनु न म अलिक घाटा पर्नु थालेको ठुलो ल पानी चाहिँ थोरै थोरै खानु दिन्छ क्या साँचेर राखेको यत्रो खाइसक्नुलाई त दिमाग लाउनु हुँदैन हाम्रो पानी हेर्नु अनि तपाईँको हेर्नु न पानी कति खानु हुँदैछ हामीले पानी मात्रै खानु पानी मात्रै खाँदैछ भरिभरि त हाँस्नु पाइने होइन सोपारा पाइने फुको पनि खानु न फुको यो के खानु खाएपछि के खाँदैन सोखम चाहिँ तर दाना भोलि निको भइहाल्छ कदम लाउनुपर्छ आज आउने बाजी राखेर पनि नपाइन्छ खानै पर्यो हार्नु पाइँदैन उठबस गर्ने हो ठुलो होस् या सानो पैसा लगेर पनि जित्नेले पैसा लाग्छ हार्ने मान्छे उठबस यतिको घुम्यो अब मेरो बन्ना खाने किन बाजालाई मात्रै खुवाउने के ठुलो ठुलो खाँदै खाने यहाँ ठुल्ठुलो मात्रै खाँदैछ नजाउँ ठुलो खानु है यतिको भएपछि मेरो भइहाल्छ